हेलो एभ्रिवान म चाहिँ अहिले ब्लग स्टार्ट गरिरहेको छु साँझको 7:30 बजे। अब म खाना बनाउनुतिर लागिरहेको छु। अनि म खानामा चाहिँ के बनाउँछु भन्दा भात बसाउँछु पहिला यो सानो कुकरमा, यति भयो हामीलाई पुगिहाल्छ यो खिच्टे कुकरमा। अनि पछि तरकारी चाहिँ म करी बनाउँछु रस। अनि यो चाहिँ मैले फुटुकी अनि के भन्छन् पटौकी, हाम्रोतिर चाहिँ पटौकी भन्थे, यतातिर फुटुकी भन्दो रहेछ। अब यसलाई मजासँग धुने हो अनि माटोहरू सब हालेर हल्का हल्का खुर्केर अनि यसलाई भुट्ने हो। म बनाउँछु, म देखाउँछु है त सबैजनालाई। हेर्नुहोस् यस्तो हुन्छ यो आलु जस्तो देख्दा बेला, आलु होइन नि फेरि। यो चाहिँ करी बनाउनलाई मैले दही मजासँग फिर्छु। मैले राम्रोसँग फिटेर अघि देखिरहेको थियो। साँझको हाम्रो प्रायः तरकारी रसमा चाहिँ करी नै हुन्छ, मिठो पनि हुन्छ नि त, अमिलो सबै कुरा पर्फेक्ट हुन्छ यसमा चाहिँ। यस्तो राम्रो बन्छ। अझै यो भएको छैन, अझै फिट्नुहोस् अनि एकदम बाक्लो टेक्स्चर बनेर आउँछ। यो ठ्याक्कै क्रिम जस्तो बन्छ। यो कस्तो राम्रो भएको छ, अझै फिट्छु म यसलाई। खुर्सानी पड्क्यो। यो चाहिँ अब फिटेर राखेको दही मजासँग फिट्यो। त्यहाँ पिठो चाहिँ रातो भइसक्यो। अब यो दही हालेर यसमा पानी हालिदिन्छु। मजासँग रातो हुन्छ हो यसमा। पहिला पानी हालेर पछि दही राख्दा पनि भयो, केही फरक पर्दैन। म पहिला पानी नै हालिदिन्छु, राखिदिन्छु यसमा मजासँग। अब एकछिनलाई पाक्न दिने अनि यसको टेस्ट कलर अहिले आउँछ एकदम राम्रो। मजासँग फिट्याएरै बाक्लो हुन्छ। अझै यो पनि फिट्याएर रहेछ। किन हो कति नै फिट्यायो कि चम्चाले त फिटिँदै फिटिन। अहिले मजासँग पाक्न दिन्छु। खाना चाहिँ पाकिसक्यो। तरकारी यही हो। अहिले चाहिँ यस्तो कलर आयो मजाले पाक्यो भएर। अनि यो चाहिँ भातो पाकिसक्यो। अब यो बनाउनु टाइम चाहिँ बल्ल यति भयो। अझै यहाँ यति बाँकी छ। अब यो बनाएपछि बल्ल खाना करिब 1 घन्टाको मेहनतपछि बल्ल यतिको भयो। यो माटो चाहिँ गएको है, यो कालो माटो होइन, च्याउ नै हो। यो सेतो च्याउ खत्तम हुँदो रहेछ। अब म ल्याउँदा जहिले कालो ल्याउँछु। यहाँ 1-2वटा कालो पऱ्यो, यो ठिक हुन्छ क्या, अठिलो पनि हुन्छ। यो त घट्टा पनि नमिल्ने, दिमाग खराब। अब म यसलाई भुट्छु मजासँग, म देखाउँछु है त। अब चाहिँ म यो फुटुकी हो कि पुटुकी हो, म यसलाई भुट्छु। अनि त्यसको लागि कराईमा थोरै तेल चाहिँ अलिकति बढी नै छ यी, किनभने उसले भुट्दा सोचिहाल्छ, त्यही भएर। अब यसमा थोरै प्याज पनि राख्छु। प्याज अप्सनमा छ, राख्नुहोस् नराख्नुहोस्। त्यसलाई मिठो बनाउने भनेको टिमुर र लसुनले हो। मजाले पाकिरहेको छु। म यसको लागि मसला रेडी गर्छु। मजा लाग्छ, बास्ना आइरहेको छ। खाएर चाहिँ यस्तो मिठो हुन्छ यो। के अरे मासु नखाने साथीहरू ट्राई गर्नुहोस्, एकदम बेस्ट हो, बेस्ट। के मिठो हुन्छ कि त्यो भने। 8:30 भइसक्यो। यो खाना अझ पाकेको छैन, यो पाक्दैछ। छोडिदिन्छु। म मेरो बाबुको लागि खाना दिन्छु बाबुलाई। त्यहाँ चाहिँ उसको खाना चाहिँ मैले बनाएर छोरालाई दिन्छु। यो चाहिँ पाकिरहेको छ, कस्तो टाइम लाग्छ कि यो भुटिन चाहिँ। मजाले पाकिरहेको छ। म चाहिँ जल्लो तपाईँहरू छोरालाई खुवाउँछु। यो चाहिँ हाम्रो छतमा फुलेको ड्रागन, दिउँसो टिप्ला भनेर बिर्सिकेछ। कविलाले खाइसकेको थियो। यहाँ कसरी खान्छ म देखाउँछु। ए यस्तरी खाइसकेछ। दिउँसो टिप्छु भनेर बिर्सिकेछ। अहिले चाहिँ टिपेर ल्याएँ मैले। यो चाहिँ मेरो खाना हो। यो चाहिँ च्याउ हो अनि भात भयो अनि तरकारी भयो। अहिले कति बज्यो भने 9:05 गएको छ साँझको। चाहिँ 9:30 भयो। मेरो बच्चा सुतेकै छैन। अब एकछिन यिनीसँग चल्छु म अनि बल्ल सुत्छु। यिनी सुतेपछि सुत्छु। के सुत्छु भन्नु, यिनी त सुत्दै